भाइ बहिनीहरू अब हामी यो दिएको एक्सप्रेसनलाई फ्याक्टराइज गर्दैछौँ भाइ बहिनीहरू। यसको लागि पार्ट 1 मा चाहिँ यसमा पनि फर्स्ट र थर्डलाई हामी मल्टिप्लाई गरेर हेर्छौँ भाइ बहिनीहरू। मल्टिप्लाई गर्दा यो नेगेटिभ भयो है। अब नेगेटिभ भयो भने हामी के गर्छौँ त भन्दा यो जुन 5 छ बिचमा रहेको 5x, यो 5 लाई चाहिँ हामी सबट्र्याक्ट गर्दा 5 निकाल्छौँ। यदि फर्स्ट र थर्ड मल्टिप्लाई गर्दा नेगेटिभ भयो भने बाँकी एज इट इज लेख्छौँ जस्ताको तस्तै। x स्क्वायरको x स्क्वायर माइनस यहाँ 5 हुनु पर्यो अनि x माइनस 6। ठिक छ। अब सबट्र्याक्ट गर्दा माइनस गर्दा 5 हुने नम्बर चाहियो हामीलाई। सो माइनस गर्दा 5 हुने नम्बर भनेको 6 माइनस 1, 7 माइनस 2, 8 माइनस 3, 9 माइनस 4 सो अन यिनीहरू नै हुन्। त त्यसो भए सबट्र्याक्ट गर्दा 5 अनि मल्टिप्लाई गर्दा चाहिँ कति हुने चाहियो त भन्दा भाइ बहिनीहरू फर्स्ट र थर्ड मल्टिप्लाई गर्दा 6 हुन्छ। यसमा 1 छ सो 1 6 जा 6 भनेपछि मल्टिप्लाई गर्दा 6 हुने, सबट्र्याक्ट गर्दा 5 हुने नम्बर चाहियो जुन यो हो। त्यसो भए हामी यहाँ लेख्छौँ 6 माइनस 1। त्यस्तै गरेर यदि यहाँ 14 थियो भने भाइ बहिनीहरू, यदि यहाँ 14 थियो भने अब हामीले यहाँ 7 माइनस 2 लेख्नुपर्ने हुन्थ्यो। 7 माइनस 2 ले 5, 7 2 जा 14 है त। सो हामीसँग भएको नम्बर छ यहाँ 6। सो यहाँ लेख्नु पर्यो हामीले 6 माइनस 1। अब अघिल्लोमा चाहिँ यसमा पनि मल्टिप्लाई गर्छौँ, ब्राकेट ब्रेक गर्छौँ, x स्क्वायर एज इट इज माइनस र x ले 6 लाई माइनस 6x भयो, माइनस र x ले माइनस 1 लाई और माइनस माइनस प्लस 1x भयो, 1x मिन्स x, त्यसपछि माइनस 6। अब यो फर्स्ट दुईटा पेयरबाट कमन लिन्छौँ। कमन लिँदा दुईटैमा x छ सो एउटा x बाहिर आयो। फर्स्टमा एउटा x बच्यो, सेकेन्डमा 6 बच्यो, बिचमा माइनस छ यो दुईटाबाट। त्यसो भए हामीलाई यो बचेको दुईटाबाट पनि x माइनस 6 नै ब्राकेटमा चाहियो सो x माइनस 6। त्यसो भए दुईटैबाट आयो के त यो अगाडिको सिम्बल आयो अनि केही छैन भने 1 आयो, किन x 1 जा x, 6 1 जा 6 है। यस पछाडि x माइनस 6 x माइनस 6 मिल्न गयो, कमन लियौँ, रिमेनिङ यहाँ x छ, यहाँ प्लस 1 छ सो x प्लस 1 यो चाहिँ हाम्रो एन्सर भयो भाइ बहिनीहरू।